तपाईको एनआईडी डिटेल्स एनआईसी एसिया ब्याङ्कमा अपडेट गर्नुभएको छैन? अब त्यसका लागि ब्याङ्क शाखा पुगिरहनु पर्दैन। एनआईसी एसिया मो ब्याङ्क र आइसर्भबाटै सजिलै आफ्नो एनआईडी डिटेल्स अपडेट गर्न सक्नुहुन्छ। पहिले एनआईसी एसिया मो ब्याङ्कबाट कसरी अपडेट गर्ने हेरौँ। सबैभन्दा पहिले एनआईसी एसिया मो ब्याङ्कमा लगइन गर्नुहोस्। अब अपडेट योर एनआईडी मा जानुहोस्। आफ्नो एनआईडी नम्बर र इस्यु डेट भर्नुहोस्। प्रिन्टेड नेशनल आईडी छ भने यस छान्नुहोस्। अब एनआईडी को अगाडि र पछाडिको फोटो अपलोड गर्नुहोस्। डेक्लरेसनमा टिक गरेर सबमिट गर्नुहोस्। मो ब्याङ्क जस्तै आइसर्भबाट पनि एनआईडी डिटेल्स सजिलै अपडेट गर्न सक्नुहुन्छ। अब एनआईसी एसिया आइसर्भमा जानुहोस्। कस्टमर सर्भिसेसमा गई अपडेट एनआईडीमा क्लिक गर्नुहोस्। आफ्नो अकाउन्ट नम्बर, मोबाइल नम्बर र अकाउन्ट नेम भर्नुहोस्। आई एम नट अ रोबोटमा टिक गरी भेरिफाई एन्ड कन्टिन्यूमा क्लिक गर्नुहोस्। अब आफ्नो एनआईडी नम्बर र इस्यु डेट भर्नुहोस्। प्रिन्टेड नेशनल आईडी छ भने यस छान्नुहोस्। अब एनआईडी को अगाडि र पछाडिको फोटो अपलोड गर्नुहोस्। डेक्लरेसनमा टिक गरी सबमिट गर्नुहोस्। अब तपाईको मोबाइलमा एउटा ओटीपी आउँछ। ओटीपी राखी भ्यालिडेट गर्नुहोस्। यसरी एनआईसी एसिया मो ब्याङ्क वा आइसर्भबाटै एनआईडी सजिलै अपडेट गर्नुहोस्। NIC Asia.